हेलो साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। आजको दिनको सुरुवात सँगसँगै मेरो पनि काम सुरु भइसकेको छ। आजभोलि चाहिँ म अलिक चाँडै उठ्न थालेको छु साथीहरू, किनभने मेरो हस्बेन्ड चाहिँ आजभोलि जिम जान थाल्नुभएको छ। अनि उहाँ जिम जाँदाखेरि म पनि अलिक चाँडै नै उठ्छु। अनि बिहान अलिक चाँडै उठ्यो भने चाहिँ सब काम सकेर अलिकति फ्रेस भए जस्तो पनि हुँदो रहेछ होइन। अनि त्यही भएर म अलिक चाँडै उठ्ने बानी बसाल्दैछु। अनि आजको मौसम चाहिँ एकदमै राम्रो छ क्या, कस्तो एकदम हुन्छ नि, चिसो चिसो छ, राति पानी पनि परेछ। सो एकदम आनन्द छ होइन। यस्तो छ क्या आजको मौसम चाहिँ। मैले भित्र जालबाटै देखाइदिएँ, यस्तो छ मौसम चाहिँ होइन। अनि त्यसपछि मेरो दिनको सुरुवातसँगै काम यस्तो छ अवस्था होइन। घरको एकदमै फोहोर भइरहेछ, अब म सफा गर्छु है त। मेरो पति परमेश्वर चाहिँ जिम जान रेडी हुँदै हुनुहुन्छ। 7:30 बजेको जिमको टाइम थियो, अनि अहिले चाहिँ 8 बजिसक्यो। मैले चाहिँ होइन काम सकाइसकेँ। काम सकाइ भन्दा पनि बिहानको सरसफाइ चाहिँ सकाइसकेँ। अनि त्यसपछि भर्खर मेरो चाहिँ मुख धुने भर्खर कति बज्यो, 9 बज्यो अहिले। भर्खर फ्रेस भयो म पनि होइन। अनि सफा गरेँ यस्तो छ होइन। यस्तो छ। मेरो बाबु चाहिँ सुत्यो, ऊ चाहिँ जहिले बिहान हामी सँगसँगै उठ्छ क्या, उसले नै उठाउँछ हामीलाई होइन। बिहान सँगसँगै उठ्छ। अनि त्यसपछि अहिले अब खानासाना खाएर ऊ सुत्यो। अनि त्यसपछि आज चाहिँ मैले होइन, हामीले सोफा किन्दैछौँ होइन। हिजै अर्डर दिएर आइसकेको छ। अब आज लिन्छु बनाएको छ। अनि यो सोफा चाहिँ फालिदिने मतलब यहाँबाट चाहिँ हटाउने होइन। भर्खर यो पनि 1 वर्ष पनि भएको छैन, फाल्ने त होइन, तर यहाँबाट चाहिँ हटाइदिने। अब अफिसतिर लाने, कहाँ लाने होइन, डिसाइड गर्छौँ अरे। त्यसपछि मलाई होइन बिहान चाहिँ सफा गरिसकेपछि चाहिँ एकदमै आनन्द लाग्छ। म सफा नगरी चाहिँ म केही पनि गर्दिनँ है। म पानी पनि खाँदिनँ क्या घर सफा नगरी चाहिँ। अनि यस्तै छ। अब के गर्छु भनेर चाहिँ म सबै ब्लग देखाउँछु। अस्ति बिचमा मैले ब्लग बनाउँदै फेरि छोडेँ होइन। मतलब पुरै त्यसरी छोडेको होइन बनाइ चाहिँ राखेको थिएँ, तर एडिट गरेर हाल्न चाहिँ बाँकी त्यो हालेको थिइनँ। अनि यस्तो हुँदो रहेछ भने भ्युजहरू चाहिँ नआउँदाखेरि जहिले भ्युज त आउँदैन, के बनाएर हाल्नु जस्तो चाहिँ लाग्दो रहेछ। तर मेहनत पछिको सफलताको फल चाहिँ मिठो हुन्छ भनेर आजबाट फेरि मैले स्टार्ट गरेको छु। अब म खाना पकाउन जान्छु। हेलो, अब खाना खाने बेला भएको छ होइन। अनि त्यसपछि मेरो पति परमेश्वर चाहिँ आज कहाँ जाँदै हुनुहुन्छ घुम्न होइन। हाम्रो दीपक आचार्य काकुहरूको चाहिँ फिल्मको सुटिङ भइरहेको छ, त्यहाँ नै सुटिङमा हेर्न चाहिँ जाने। मलाई चाहिँ एकदमै फुर्सद हुँदैन है सुटिङ हेर्नु। जुत्ता पुस्नु छ नि त यहाँ। अनि उहाँले चाहिँ आफ्नो काम पनि आफै गर्नुहुन्छ है नि तपाईँ। मेरो ब्लगमा के भन्दिनँ त। तिम्रो ब्लगलाई सब्सक्राइब गरिदिनु तपाईँहरूले। केमा सब्सक्राइब गरिदिनु त ब्लगलाई? युट्युबमा सब्सक्राइब गरिदिनु। यता जुत्ता पुस्नु छ तनाव छ पैसा त। मेरो चाहिँ होइन बहिनीले भाँडा मोल्दी। अनि त्यसपछि मेरो चाहिँ अब यहाँ सफा गर्ने पालो छ। हामीले चाहिँ पालो गर्छौँ क्या। अब उसले भाँडा मोल्यो भने मैले चाहिँ पुछपाछ गर्ने, अनि मैले भाँडा मोल्यो भने उसले पुछपाछ गरेको छौँ होइन। अनि त्यसपछि अब मेरो पालो चाहिँ आज पुछपाछ गर्ने छ। यस्तो छ अवस्था है। फाइनल कस्तो बनाउँछु म हेर्दै आउँछु है त। मौसम चाहिँ यस्तो भइरहेछ होइन, पानी पर्न लागिरहेछ, तर पानी परेकै राम्रो मेरो लागि चाहिँ। यस्तो भइरहेछ यहाँको मौसम चाहिँ, यस्तो छ, यस्तो एकदम कालो भइरहेछ होइन, यस्तो भइरहेछ। अनि त्यसपछि के भएको? यो चाहिँ हामीले मगाएको सोफा हो होइन। हामीले नयाँ हालेको, पुरानो चाहिँ फालिदिएर नयाँ हालेको। पुरानो चाहिँ अलिक सानो पनि थियो, अनि त्यही भएर हामीले नयाँ हालिदिएको होइन। यस्तो देखिएको छ। अनि यहाँ चाहिँ बाबुहरू सुतिरहेको छ नि, त्यही भएर मैले देखाइनँ होइन। यस्तो छ। यहाँ चाहिँ यस्तरी सामान हालिदिएँ मैले है। अनि मेरो यो चाहिँ भिडियो बनाउने ठाउँ अहिले यस्तो भयो। त्यसपछि यस्तो छ। अनि मेरो बुढा चाहिँ यहाँ दाइले मेसेज गर्दै हुन्छ। आज हामीले नयाँ सोफा किने है। तर कस्तो लागिरहेको नयाँ सोफामा सुत्दा बस्दा? कसले किने अरे? हजुर
कसले किने कसले किने भन्दा पनि मिलेर किनेको मैले दबाई गराले हो ल ल तिम्रो कलस सेयर बेचेर किने भने होइन सेयर बेचेर किन होइन त्यस्तो सबै कुरा नखुलाउन जे छ हामीले मिलेर किनेको हो है। अनि फेरि सोफा चाहिँ लिनै पर्ने थियो क्या यहाँ अलिक सानो पनि भएको थियो मान्छेहरू आउँदा ओर्दा बस्न अलिक सानै भएको थियो त्यही भएर हामीले चाहिँ आज नयाँ सोफा हालिदिएको तर एकदम के भन्नु अब नयाँ भएर पनि होला आफूलाई चाहिँ त्यो रुममा एकदम म्याच गरे जस्तो भइरहेको छ। अनि यस्तै नै भयो आजको दिन होइन। थ्याङ्क यू सो मच फर वाचिङ अनि मेरो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला है त। के भन्नुहुन्छ मेरो बुढा? ए त्यही हो उहाँले जे भन्नुभयो त्यही नै कुरालाई तपाईँहरूले लागु मात्रै गरिदिनु भयो भने पुगिहाल्छ। अनि इङ्ल्यान्ड र कङ्गोको म्याच भएको थियो यो टाइममा चाहिँ म हेर्दैछु कङ्गोले 1 गोल लगाइसकेको छ। यस्तो छ गाइज।